यो हो असार 15 स्पेशल मिनी ब्लग र आज नास्तामा रहेको छ चना फ्राई। त्यस पछाडि म बनाउँदैछु खाना। तरकारीमा बन्दैछ आलु र तामा झोलमा। त्यस पछाडि यता बन्दैछ घिरौला र आलुको तरकारी सुक्कामा हैन। तामामा झोल सुहाउँछ, घिरौलामा फेरि झोल सुहाउँदैन, त्यसरी दुई थरी बनाएको। बुढो पनि अफिस जानुभयो, म पनि रेडियो गएर आएँ, पानी परेको थियो। उठाउँदा उठाउँदै कपडा भिज्यो अनि यता ल्याएर बाहिर बाल्कोनीमा टाङ्दिएको छु। आज असार 15 दही चिउरा त खानै पर्यो हैन। बुढाकोमा चाहिँ हल्का चिनी एड गरिदिएको छु, मैले चाहिँ आफ्नोमा राखेन। अनि सँगै देख्न सक्नुहुन्छ हैन, डेकोरेसन हाम्रो चेस गर्दै खायौँ हामीले। अनि त्यस पछाडि चाहिँ खाएर अनि बाहिर हेरेको अझै पानी पर्दै रहेछ, एकदमै ठुलो पानी परिरहेको थियो। आज दिनभरि जसो पानी नै पर्यो। र म बनाउँदैछु रायता। मलाई चाहिँ आज एकदमै परौठा खान मन लागेको छ, सो बुढोलाई चाहिँ अफिसबाट आउने बेलामा चाहिँ परौठा लिन लगाएको थिएँ। बुढोको लागि चाहिँ भात बनाएँ र बिहानको तरकारी पनि थियो अलिकति, अनि रायता दुध चटनीसँग चाहिँ खाना इन्जोय गऱ्यौँ। अनि एकदमै खान मन लागेको थियो, सो आफ्नो ढङ्ग छैन मेरो परौठा बनाउने, अनि त्यसैले मगाएको आज चाहिँ। अनि त्यस पछाडि खाएर न्युज पढ्न गएँ। 7:30 को न्युज पढेर आएर चाहिँ अब तीज लाग्न आँट्यो। तीज सङ हेर्ने बस्ने, एकदमै मनपर्छ मलाई तीज सङ।